दर्शकहरूले सर्वाधिक रुचाइएका यी 10 कलाकारहरू सबैभन्दा बढी रोजाइमा कुन कलाकार पर्छन् होला? आदरणीय दर्शक महानुभावहरू, हार्दिक नमस्कार तथा स्वागत गर्न चाहन्छु हाम्रो युट्युब च्यानल एसटी डायमन्ड न्युजमा। कृपया नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। हाम्रो युट्युब च्यानल एसटी डायमन्ड न्युजले विशेषतः नेपाली कलाकारिता क्षेत्रमा अभिनय गर्दै आइरहेका विभिन्न कलाकारहरूको विषयवस्तुका बारेमा जानकारी दिने गर्दछ। दर्शकवृन्द, सबैभन्दा बढी दर्शक तथा श्रोताहरूले रुचाइएका टप 10 लोकप्रिय कलाकारहरू को होलान् त? आउनुहोस् दर्शकवृन्द, ढिला नगरी लागौँ आजको सन्दर्भतर्फ। नम्बर 10 मा हामीले लिएका छौँ आकृति न्यौपाने। भावीको लेखान्त टेलिश्रृङ्खलाकी प्रमुख पात्र हुन् आकृति न्यौपाने। आकृति पेसाले एक्टर, डान्सर साथै मोडेल समेत हुन्। आकृति न्यौपानेले थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। आकृति न्यौपानेका चर्चित म्युजिक भिडियोहरूमा माया, छाया लगायतका म्युजिक भिडियोहरू पर्दछन्। आकृति न्यौपानेले थुप्रै म्युजिक भिडियोहरूका साथै दर्जनौं टेलिश्रृङ्खलाहरूमा समेत अभिनय गरिसकेकी छिन्। आकृति न्यौपानेका चर्चित टेलिश्रृङ्खलाहरूमा हेर्दा भावीको लेखान्त, गाह्रो छ हो, भन्नै पर्ने भो लगायतका दर्जनौं टेलिश्रृङ्खलाहरू पर्दछन्। यसरी थुप्रै म्युजिक भिडियोहरूका साथै थुप्रै टेलिश्रृङ्खलाहरूमा समेत अभिनय गरिसकेकाले लोकप्रिय कलाकार आकृति न्यौपानेलाई लाखौं दर्शक तथा श्रोताहरूले विभिन्न अभिनयका आधारमा हेर्दा आकृति न्यौपानेलाई पनि धेरैले मन पराउँदै आइरहनु भएको छ। जसले गर्दा हामीले आज आकृति न्यौपानेलाई दर्शक तथा श्रोताहरूले मन पराउनेको लिस्टमा हेर्दा 10 नम्बरमा राखेका छौँ। नम्बर 9 मा हामीले लिएका छौँ रिस्ता अधिकारी। गाह्रो छ टेलिश्रृङ्खलाकी प्रमुख पात्र रहेकी रिस्ता अधिकारीलाई हामीले दर्शक तथा श्रोताहरूले मन पराउनेको लिस्टमा 9 नम्बरमा राखेका छौँ। रिस्ता पेसाले एक्टर, डान्सर साथै मोडेल समेत रहेकी छिन्। सानै उमेरदेखि फिल्म इन्डस्ट्रीमा डबिङ गर्दै आएकी रिस्ता अधिकारीले थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरू र चलचित्रहरूमा समेत अभिनय गरिसकेकी छिन्। रिस्ताले अभिनय गरिसकेका केही चलचित्र म्युजिक भिडियोहरूमा फोटो फिल्ममा पर्खाइ, आधा पेज, मै मरी गए, तिमी चुप छौ र पो लगायतका सयौं भिडियोहरू पर्दछन्। साथै रिस्ताले अभिनय गरिसकेका चलचित्रहरूमा होस्टेल, पासो, दिलचुप छ, आधा पेज लगायतका दर्जनौं तथा चर्चित सुपरहिट चलचित्रहरू पर्दछन्। पछिल्लो समय रिस्ता अधिकारीलाई चर्चित टेलिश्रृङ्खला गाह्रो छ जिन्दगीमा देख्दै आइरहेका छौँ। चर्चित टेलिश्रृङ्खला गाह्रो छ जिन्दगीका लेखक तथा निर्देशक भटभटे माइला रहेका छन्। भटभटे माइलाले रिस्ता अधिकारीलाई प्रमुख पात्रका रूपमा राखेका छन्। यसरी हेर्दा रिस्ता अधिकारीले थुप्रै म्युजिक भिडियोहरूका साथै दर्जनौं टेलिश्रृङ्खलाहरू र दर्जनौं चलचित्रहरूमा समेत राम्रो अभिनय गरिसकेका कारणले लोकप्रिय कलाकार रिस्ता अधिकारीले दर्शकहरूको मन जित्न पनि सफल हुनुभएको छ। त्यसैले दर्शकवृन्द, हामीले लोकप्रिय कलाकार रिस्ता अधिकारीलाई दर्शक तथा श्रोताहरूले मन पराउनेको लिस्टमा हेर्दा 9 नम्बरमा राखेका छौँ। नम्बर 8 मा हामीले आज ल्याएका छौँ सबिता खड्का। ओजस्वी टेलिश्रृङ्खलाकी प्रमुख पात्र हुन् सबिता खड्का। सबिता खड्का पेसाले एक्टर, डान्सर साथै स्क्रिप्ट राइटर र प्रोड्युसर समेत हुन्। चर्चित टेलिश्रृङ्खला ओजस्वीको लेखन तथा निर्देशन सबिता खड्का आफैले गर्दै आइरहेकी छिन्। सबिता खड्का आफै एक ओजस्वी टेलिश्रृङ्खलाकी प्रमुख पात्र रहेकी छिन्। ओजस्वी टेलिश्रृङ्खला पनि लाखौं दर्शक तथा श्रोताहरूको माझमा लोकप्रिय बन्दै गएका कारणले गर्दा सबिता खड्का पनि दर्शकहरूको माझमा लोकप्रिय बन्दै आइरहेकी छिन्। सबिता खड्काले थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गर्दै आइरहेकी छिन्। सबिता खड्का आफैले अभिनय गरिसकेका चर्चित म्युजिक भिडियोहरूमा कसले सक्छ र खुसी दिन लगायतका थुप्रै म्युजिक भिडियोहरू पर्दछन्। पछिल्लो समय सबिता खड्का चर्चित टेलिश्रृङ्खला ओजस्वीमा
प्रमुख पात्रका रूपमा अभिनय गर्दै आइरहेकी छिन्। ओजस्वी टेलिश्रृङ्खला लगायत विभिन्न टेलिश्रृङ्खलाहरूमा सबिता खड्काको अभिनय अलि रिसालो भए पनि सबिता खड्कालाई भने लाखौं दर्शक तथा श्रोताहरूले मन पराउँदै आइरहनु भएको छ। यसरी हेर्दा हामीले सबिता खड्कालाई दर्शक तथा श्रोताहरूले मन पराउने लिस्टमा हेर्दा 1 नम्बरमा राखेका छौँ। नम्बर 7 मा हामीले राखेका छौँ सबिता थपलिया। मीरा टेलिश्रृङ्खलाकी प्रमुख पात्र हुन् सबिता थपलिया। सबिता पनि पेसाले एक्टर, डान्सर तथा मोडेल समेत रहेकी छिन्। सबिताले थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गर्दै आइरहेकी छिन्। सबिता थपलियाका चर्चित म्युजिक भिडियोहरूमा हेर्दा हाम्रो प्रेम कहानी, पराई लगायतका दर्जनौं म्युजिक भिडियोहरू पर्दछन्। सबिताले दर्जनौं म्युजिक भिडियोहरूका साथै दर्जनौं टेलिश्रृङ्खलाहरूमा समेत अभिनय गरिसकेकी छिन्। सबिताले अभिनय गरिसकेका टेलिश्रृङ्खलाहरूमा प्रेम पूजा, नाम्लो साथै मीरा टेलिश्रृङ्खला समेत रहेको छ। पछिल्लो समय सबिता थपलियाले अभिनय गर्दै आइरहेको टेलिश्रृङ्खला भने मीरा रहेको छ। सबिता थपलियाको मीरा टेलिश्रृङ्खलामा राम्रो अभिनय देखेका कारणले गर्दा लाखौं दर्शक तथा श्रोताहरू लोभान्वित हुनुभएको छ। यसरी हेर्दा सबिता थपलियालाई दर्शक तथा श्रोताहरूले मन पराउनेको लिस्टमा हामीले 7 नम्बरमा राखेका छौँ। नम्बर 6 मा हामीले ल्याएका छौँ सुनिसा बजगाई। आदरणीय दर्शक महानुभावहरू, को हुन् त सुनिसा बजगाई? थुप्रै टेलिश्रृङ्खला साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गर्दै आइरहेकी लोकप्रिय कलाकार हुन् सुनिसा बजगाई। सुनिसा बजगाई पेसाले एक्टर, डान्सर साथै मोडेल समेत हुन्। सुनिसा बजगाई एक्टर, डान्सरका साथसाथै टेलिसिरियलका लेखन तथा निर्देशन पनि गर्दै आइरहेकी छिन्। पछिल्लो समय सुनिसा बजगाईलाई लोकप्रिय टेलिश्रृङ्खला सीतामा देख्दै आइरहेका छौँ। सीता टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन पनि सुनिसा बजगाई आफैले गर्दै आइरहेकी छिन्। प्रिय कलाकार सुनिसा बजगाईले एक्टर, डान्सर, प्रोड्युसर, स्क्रिप्ट राइटरका साथसाथै भ्लगहरूमा समेत सक्रिय सहभागिता जनाउँदै आइरहेकी छिन्। सुनिसा बजगाई पनि विवाहित कलाकार हुन्। प्रिय कलाकार सुनिसा बजगाईले आफ्नै लेखन तथा निर्देशनमा रहेको सीता टेलिश्रृङ्खलामा राम्रो अभिनय गरेका कारणले गर्दा लाखौं दर्शक तथा श्रोताहरूले पनि मन पराउँदै आइराख्नु भएको छ। लोकप्रिय कलाकार सुनिसा बजगाईले लाखौं दर्शकहरूको मन जित्न सफल हुनुभएको छ। त्यसैले हामीले लोकप्रिय कलाकार सुनिसा बजगाईलाई दर्शक तथा श्रोताहरूको मन पराउनेको लिस्टमा हेर्दा 6 नम्बरमा राखेका छौँ। नम्बर 5 मा आज हामीले ल्याएका छौँ आयुष्मा कार्की। आदरणीय दर्शक महानुभाव, को होलिन् त आयुष्मा कार्की? चर्चित टेलिश्रृङ्खला जीवनको रङ केसरीमा प्रमुख पात्रका रूपमा अभिनय गर्दै आइरहेकी लोकप्रिय कलाकार हुन् आयुष्मा कार्की। आयुष्मा कार्की पनि एक एक्टर, डान्सर साथै मोडेल समेत रहेकी छिन्। लोकप्रिय कलाकार आयुष्मा कार्कीले थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। आयुष्मा कार्कीका चर्चित म्युजिक भिडियोहरूमा घुमाई घुमाई, तिमी बिना 3, सोल्टिनी, मनले खाएको, थोपा आँसु लगायतका दर्जनौं म्युजिक भिडियोहरू पर्दछन्। खैर जे होस्, कुरा गरौँ लोकप्रिय कलाकार आयुष्मा कार्कीलाई दर्शकहरूको माया र साथका बारेमा। दर्शकवृन्द, केसरी टेलिश्रृङ्खलामा केसरीको भूमिकामा अभिनय गर्दै आइरहेकी लोकप्रिय कलाकार हुन् आयुष्मा कार्की। आयुष्मा कार्कीले लाखौं दर्शक तथा श्रोताहरूको माया र साथ पाएकी छिन्। लोकप्रिय कलाकार आयुष्मा कार्कीले माया, प्रेम, बिछोड, धोका लगायतका कथावस्तुमा यिनको अभिनय अत्यन्तै मिजासिलो रहेकाले दर्शकहरूले मन पराउने लिस्टमा हेर्दा लोकप्रिय कलाकार आयुष्मा कार्कीलाई हामीले 5 नम्बरमा राखेका छौँ। नम्बर 4 मा हामीले ल्याएका छौँ रक्षा श्रेष्ठ। आदरणीय दर्शक महानुभावहरू, को होलिन् त रक्षा श्रेष्ठ?
थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी निकै लोकप्रिय तथा चर्चित कलाकार हुन् रक्षा श्रेष्ठ। चर्चित टेलिश्रृङ्खला भद्रगोलमा निकै चर्चा बटुलेकी रक्षा मैचेनका रूपमा पछिल्लो समय सक्की गोनी टेलिश्रृङ्खलामा समेत अभिनय गर्दै आइरहेकी थिइन्। पछिल्लो समय भद्रगोल टेलिश्रृङ्खलाबाट छुट्टिसकेपछि सक्की गोनी टेलिश्रृङ्खलामा आबद्ध भएकी थिइन्। अहिले भने चर्चित टेलिश्रृङ्खला सक्की गोनी पनि बन्द रहेको छ। तर लोकप्रिय कलाकार रक्षा श्रेष्ठको माग भने दर्शकहरूका माझमा अझै बढेको छ। रक्षा श्रेष्ठलाई अन्य टेलिश्रृङ्खलाहरूमा तथा म्युजिक भिडियोहरूमा समेत दर्शकहरूले मन पराउँदै आइराख्नु भएको छ। विभिन्न म्युजिक भिडियोहरूमा रक्षा श्रेष्ठको अभिनयलाई लाखौं दर्शक तथा श्रोताहरूले मन पराउँदै आइराख्नु भएको छ। यसरी हेर्दा थुप्रै म्युजिक भिडियोहरूका साथै दर्जनौं टेलिश्रृङ्खलाहरूमा समेत राम्रो अभिनय गरेका कारणले गर्दा प्रिय कलाकार रक्षा श्रेष्ठले दर्शकहरूको मन जित्न सफल हुनुभएको छ। प्रिय कलाकार रक्षा श्रेष्ठलाई दर्शक तथा श्रोताहरूले मन पराउनेको लिस्टमा हेर्दा 4 नम्बरमा राखेका छौं। नम्बर 3 मा आज हामीले ल्याएका छौं अन्जु निरौला। आदरणीय दर्शक महानुभावहरू, को होलिन् त अन्जु निरौला? चर्चित टेलिश्रृङ्खला सकसमा प्रमुख पात्रका रूपमा अभिनय गर्दै आइरहेकी लोकप्रिय तथा चर्चित कलाकार हुन् अन्जु निरौला। अन्जु निरौला पनि पेसाले एक्टर, डान्सर साथै मोडेल समेत रहेकी छिन्। अन्जु निरौलाले थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। अन्जु निरौलाले अभिनय गरिसकेका चर्चित म्युजिक भिडियोहरूमा हेर्दा सम्झिरहन्छु मायालाई, छिटो घर आऊ, अन्जु रानी मन्जु रानी, पीडा लुक्या छ, मेरो मन लगायतका दर्जनौं म्युजिक भिडियोहरू पर्दछ। जे होस्, कुरा गरौं लोकप्रिय कलाकार अन्जु निरौलालाई दर्शकहरूको माया तथा साथका बारेमा। दर्शकवृन्द, अन्जु निरौलाले चर्चित टेलिश्रृङ्खला सकसमा एक सकारात्मक बौद्धिक बुहारीको घर गृहणीका रूपमा अभिनय गरेका कारणले यिनले लाखौं दर्शक तथा श्रोताहरूको मन जितेकी छिन्। यसरी हेर्दा अन्जु निरौलालाई लाखौं दर्शक तथा श्रोताहरूले मन पराउनेको लिस्टमा हेर्दा हामीले 3 नम्बरमा राखेका छौं। नम्बर 2 मा आज हामीले ल्याएका छौं लोकप्रिय कलाकार अनिता बैजू। चर्चित टेलिश्रृङ्खला बुहारीमा प्रमुख पात्रका रूपमा अभिनय गर्दै आइरहेकी लोकप्रिय कलाकार हुन् अनिता बैजू। अनिता बैजू पनि पेसाले एक्टर, डान्सर साथै मोडेल समेत हुन्। अनिता बैजूले थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। अनिता बैजूले अभिनय गरिसकेका चर्चित म्युजिक भिडियोहरूमा दुख्यो दिलको घाउ, कसको सराप पर्यो, जति नै दुःख मैले जस्ता चर्चित म्युजिक भिडियोहरू पर्दछन्। खैर जे होस्, कुरा गरौं लोकप्रिय कलाकार अनिता बैजूलाई दर्शकहरूको माया र साथका बारेमा। दर्शकवृन्द, बुहारी टेलिसिरियलमा बुहारीको भूमिकामा अभिनय गर्दै आइरहेकाले कथावस्तुका आधारमा हेर्दा अनिता बैजूलाई लाखौं दर्शक तथा श्रोताहरूले मन पराउँदै आइराख्नु भएको छ। यसरी हेर्दा उनलाई लाखौं दर्शक तथा श्रोताहरूले मन पराउने लिस्टमा हामीले नम्बर 2 मा राखेका छौं। दर्शकवृन्द, अब नम्बर 1 मा कुन कलाकार पर्छिन् होला? नम्बर 1 मा आज हामीले ल्याएका छौं लोकप्रिय कलाकार आशा खड्का। आदरणीय दर्शक महानुभावहरू, को होलिन् त आशा खड्का? थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी लोकप्रिय कलाकार हुन् आशा खड्का। आशा पेसाले एक्टर, डान्सर साथै प्रोड्युसर पनि हुन्। आशा खड्काले आफ्नै लेखन तथा निर्देशनमा लोकप्रिय तथा चर्चित टेलिश्रृङ्खला कान्छी र भुन्टी निर्माण गर्दै आइरहेकी छिन्। धेरै दर्शक तथा श्रोताहरूले लोकप्रिय कलाकार आशा खड्कालाई भने चिनिसक्नु भएको छ होला। यसरी हेर्दा आशा खड्काले आफ्नै लेखन तथा निर्देशनमा निर्माण गर्दै आइरहेका यी 2 चर्चित टेलिश्रृङ्खला कान्छी र भुन्टीमा यिनको छुट्टा छुट्टै अभिनयले गर्दा लोकप्रिय कलाकार आशा खड्कालाई लाखौं दर्शक तथा श्रोताहरूको रोजाइमा पर्न सफल भएकी छिन्। लाखौं दर्शक तथा श्रोताहरूले
मन पराउने लिस्टमा हेर्दा नम्बर 1 मा पर्न सफल भएकी छिन् लोकप्रिय कलाकार आशा खड्का। आदरणीय दर्शकवृन्द, यी थिए टेलिश्रृङ्खलामा अभिनय गर्दै आइरहेकी चर्चित तथा लोकप्रिय टप 10 कलाकारहरू। कुन कलाकार दर्शकहरूको नजरमा सर्वाधिक रुचाइमा परेका छन् होला भनी दिएको जानकारी। दर्शकवृन्द, हजुरहरूलाई भने सर्वाधिक रुचाइमा परेकी कलाकार को हुन् होला त? कमेन्ट गर्न नबिर्सनु होला भन्दै आजको जानकारीमूलक भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, फेरि भेटौँला।